अलिक टाढा जानुपर्छ। चिसो छ एकदम ताप्लेजुङमा। अब देख्न सक्नुहुन्छ घाम अलिअलि आइरहेछ। यहाँबाट कति अलिक धेरै टाढा जानुपर्छ। हामी चाहिँ हाम्रो गइरहेको छु। अस्ति नै रोपेर आइसकेको छ। त्यसमा चाहिँ पानी हाल्नलाई म तपाईँहरूलाई आलु रोपेको ठाउँमा पुगेपछि भेटौँ है त, देखाउने छु। अहिले चाहिँ हामी आलु रोपेको ठाउँमा आइसकेको। अनि त्यहाँबाट आलु चाहिँ अलिअलि उम्रिसकेछ। अब यसमा हल्का पानी लगाउनु पर्ने छ। देख्न सक्नुहुन्छ गाइज, अस्ति नै रोपेको आलु यति छिटो उम्रिसकेछ। तर भर्खर मसिनो उम्रिँदैछ आलु। मसिनो 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 उम्रिरहेछ। तपाईँहरूलाई टमाटर, साग, खोर्सानी, इस्कुस, तरुलहरू चाहिएमा सम्पर्क गर्नुहोला। अलिक मुला चाहिँ बाक्लो भयो कि क्या हो, होइन? सुपारी हो कि के हो? उम्रेछ। यतापट्टि चाहिँ अलिक ढिलो रोपेको थियौँ, यो चाहिँ उम्रिन बाँकी छ। उम्रिन बाँकी नै रहेछ। यो चाहिँ मुला चाहिँ उम्रिसकेको छ। लेट्स सी गाइज। हेर्नुहोस् त भ्युज बिहान बिहानैका आमामा कस्तो दामी हुस्से लागिरहेछ। हामी चाहिँ माथिदेखि आएको बजारदेखि। अहिले चाहिँ आलु भिजाउँदैछौँ यहाँ मेरो भाइले। लेट्स गाइज। म भिजाउ? पानी सानो छ तर पनि भिजाइरहेछौँ। स्प्रिङ्कलले झन् खर्च हुन्छ नि त पानी। अनि भिज्न त भिजै छ हल्का पानी सानो छ। कति कति पानी कति लागेर मलाई परेलीमा लुकाइराख न अङ्गालोमा तेरिराख न जान रे। यहाँ हाम्रो भान्जा चाहिँ यसरी हामीलाई अचार पिस्दिँदैछ, कुट्दिँदैछ। प्रजल मादेन मामु भयो होला त। हामी चाहिँ बिहानको समयमा तल गएको थियौँ नि त। अनि त्यहाँबाट आलुहरू भिजाइसकेर चाहिँ घरमा केही कामहरू थियो। त्यसपछि म आएर घरको काम गर्नतिर लागेँ। लेट्स गो कन्टिन्यू। मलाई रिस उठाउनेलाई म यसरी काट्दिन्छु गाइस।
गाइज म चाहिँ एकछिन रेस्ट बसेको अनि यहाँ यत्रो बाँस काट्नु छ। आज हामी चाहिँ तलै आलुमा पानी हाल्यौँ अनि खाना खाएर यहाँनिर तल खाना खाएको निकाल्नु पर्यो, पचाउनु पर्यो नि त, त्यही भएर बाँस काट्दैछौँ। गाइज देख्न सक्नुहुन्छ यहाँ मेरा बुइनाहरू यस्तो कडा कडा छन्। कसैलाई चाहिएको छ भने सम्पर्क गर्नु होला भनेर भन्दिनँ। कोही मङ्सिर अर्को मङ्सिरको लागि खोज्दै हुनुहुन्छ भने चाहिँ कसै झाडी फाड्दै हुनुहुन्छ यी सबैजना। हामी त कति जङ्गलीले पो छौँ त भनेर आफै भन्न त भयो। अन्त आजको दिन म चाहिँ के गर्छु सबै देखाउने छु ल तपाईँहरूलाई। यत्रो दाउरा निकालिहाल्यौँ अनि के जङ्गल जानु त है। लड्नु चाहिँ नलड्नै त्यहाँ तल फेरि। अन्त अब एकछिनमा देखाउँछौँ ल यो मिलाएको गाइज। दाउराहरू काटिराख्दा चाहिँ दोकान पनि एकदमै भिड भइसकेको थियो। अनि त्यसपछि म दोकानतिर आएर आजको भिडियो चाहिँ मैले यति नै गरेँ। नेक्स्ट भिडियो हेरिदिनु होला। थ्याङ्क्स फर वाचिङ गाइज, बाई बाई। अनि मेरो भिडियोलाई लाइक सब्सक्राइब गरिदिनु होला। त्यसपछि बेलुकाको टाइम भइसकेको थियो, रात पर्न लागेको थियो। अनि त्यसपछि म पसलमा आएँ। पसलमा आएर कामहरू गर्नु थियो केही, त्यही भएर मैले आजको भिडियो पनि यहीँ गर्छु। नेक्स्ट भिडियो पर्खिनु होला है त गाइज, बाई बाई।